मेरी आमा, तिमी मेरो जीवनको अटल आधार हौ। तिम्रो महानता, समर्पण र त्यागको कुरा शब्दले कहिल्यै समेट्न सक्दैन। धेरै पटक तिम्रो बारेमा लेख्न खोज्दा शब्द अघि नै आँसु आँखाभरि भरिएको पल याद छ। गरिबीको चरम सीमामा 5 सन्तानको जिम्मेवारी कसरी सम्हाल्यौ होला तिमीले? समाजले छोरी छोरी मात्र छन् भनेर तितो वचन लगाउँदा तिम्रो मन कति दुख्यो होला त्यो बेला, हामी कल्पना पनि गर्न सक्दैनौ। तिमीले तिम्रो आँखामा लुकाएको आँसु, तिम्रो पीडा, तिम्रो नथाक्ने सङ्घर्ष, यी सबैले हामीलाई यहाँसम्म ल्याएको हो। तिमीले आफ्नो खुसी कहिल्यै चाहेनौ। आफ्नो इच्छा, आराम, सपना सबै हाम्रो लागि त्याग्यौ। हामी हाँस्दा तिम्रो हृदय हल्का हुन्थ्यो अनि हामी सफल हुँदा तिम्रो आँखा गर्वले चम्किन्थ्यो। हामी दुखी हुँदा, हामी रुँदा तिमी पनि हामीसँगै दुखी हुन्थ्यौ, हामीसँगै रुन्थ्यौ। तिम्रो अनन्त माया, अथक धैर्य, अपार बलिदान हाम्रो जीवनको आधार हो। हाम्रो हरेक सफलतामा तिम्रो अदृश्य सङ्घर्षको छाया छ। हाम्रो हरेक खुसीमा तिम्रो अनमोल माया छ। तिमीले दिएको शिक्षा, प्रेरणा, माया हाम्रो जीवनको मार्गदर्शक सितारा हो। तिमीले हामीलाई जीवनका कठिनाइसँग जुझ्न र असम्भवलाई पनि सम्भव बनाउन सिकायौ। म तिमीलाई शब्दमा भन्न सक्ने भन्दा पनि धेरै माया गर्छु र बाचा गर्छु। तिमीले दिएको हरेक बलिदानको सम्मान गर्दै तिम्रो सपना, मेहनत र माया सदैव मनमा राख्नेछु। तिमी हाम्रो जीवनको अमूल्य वरदान हौ, जसले अँध्यारो समयलाई उज्यालोमा बदलिदिन्छ, हाम्रो डरलाई साहसमा परिणत गर्छ र हाम्रो कमजोर पलहरूलाई शक्ति बनाउँछ।